ब्याक न्यू ब्लग गाइस हैन म चाहिँ बुटलदेखि घर आइसकेको छु। आज चाहिँ यस्तो माथिबाट खतरनाक नजारा देखिन्छ कि हैन, यस्तो छ हैन। माथि म छततिर जान लागेको छु के अँध्यारो छ यहाँ, ढोका खोल्नुपर्छ हैन। यहाँ चाहिँ देवताका फोटाहरू छन् नि, बिहान उठेर पूजा गरिरहनुपर्छ कि हैन। यहाँ चाहिँ यस्तो नजारा छ हैन, हेर्नुहोस् घर कति छन् वरिपरि हैन। मेरो भाइ चाहिँ यहाँ साइकल चलाउँदै छ हैन। दुबिराछन् त दुबिराइ छन् क्या ती मकै हेर्न कति ठुला भइसकेका छन् हैन, खाना आउनु होला। जा यस्तो छ हैन। म चाहिँ कपडा धुन आएको छु छततिर। त्यहाँ घर बन्दै गरेको छ हैन, आगो बाले आगो तापिरहेछन्। आज चाहिँ घाम त्यति छैन, ठिक्कको छ जङ्गल। कुकुर भुकिरहेछ, चर्कराइरहेछ यता। राति पनि पानी आउँछ कि क्या हो कि, आज राति पनि आएको थियो हैन। यहाँ चाहिँ खोलो आउँछ, पानी आएको बर्खाको बेला मात्र आउँछ खोलो। यता आएपछि आउँदैन यता खोलो आयो भने यहीँसम्म आउँछ, बारीसम्म आउँछ। ठुलो आउँछ कि खोलो यहाँ। उहाँ पारि पनि आगो लागिरहेको छ, धुवा उडिरहेछ ती। त्यो जङ्गलमा हामी पनि एकचोटि गएको थियो, खतरा डरलाग्दो जङ्गल छ कि त्यो त्यहाँ। हामी चाहिँ माथिको जङ्गलमा नि जाने हो कि, उहाँ माथि। कहाँ जाने हौ ल है। उहाँ चाहिँ त्यो घरमा होइन, चरा उडिरहेछन् आकाशमा, खतरा छ कि यहाँको नजारा। ल गाइस अन्तिममा सेयर सब्सक्राइब गरिदिनु होला, नभुल्नु होला है, गर्नै पर्यो।